हेलो साथीहरू, जय सामदान फ्याफुल्जे होइ साथीहरू सबै मेरो फेसबुक हेर्नेहरू सबैलाई सन्चै बिसन्चै के कस्तो छ। म यति कुरा भन्न चाहन्छु साथीहरू, हामीले आफ्नो थुकेको थुक आफै खान्छौँ, थाहा छ कसरी? किनभने बाटो फोहोर्छ अनि बाटोको फेदामा सानो सानो होटेलहरू छ अनि त्यहाँ बसेर खान्छौँ। हामी हिँड्छौँ, साथ तान्छौँ, नाकबाट साथ तान्छ, मुखबाट साथ तान्छ नि, त्यही भएर। अनि हामी आफ्नो घर चाहिँ मोरी मोरी सफा गर्छौँ। फोहोर त भित्रको पनि बाहिर फ्याल्छ अनि रोज चाहिँ फोहोर्छ। घर सफा गरेर मात्र भयो, त्यो बाहिरको फोहोर भित्र आउँदैन। पहिले बाहिर राखे भो भित्रको सफा हुन्छ, भित्रको साफ राखे भो बाहिरको सफा हुन्छ। दुईटै ठाउँमा साफ हुनु पर्यो कि एउटै ठाउँमा मात्रै साफ भएर भयो? रोडमा चाहिँ फोहोर फोहोर, भित्र मरी मरी चाहिँ साफ गरेर भयो। अनि म त फोहोरी बस्नु सक्दैन भन्छ। अन्दामा तपाईँले फ्यालेको फोहोर फेरि भित्रै आउने हो, किनकि तपाईँले सफा गरेर बाहिर त फ्याल्यो, तपाईँ बाहिर जानुहुन्छ, रोड फोहोर छ, तपाईँले जुत्ता लाउनुहुन्छ, जुत्ता त भित्रै ल्याउनुहुन्छ, फोहोर भएन है? पहिला रोज सफा गरौँ अनि फेरि आफ्ना घरभित्र कोठा साफ गरौँ। दुईटै हिसाब हुनु पऱ्यो कि। हाम्रो सोच यस्तो हो नि, भित्र चाहिँ चिल्लो अनि बाहिर चाहिँ खोक्लो के। अनि कसैको बाहिर चाहिँ चिल्लो भित्र चाहिँ खोक्लो हुन्छ। जस्तो कि मेरो हेर न, त्यहाँ म बाहिर रोज सफा गर्छु, भित्र मेरो यस्तो छ। जति पनि भित्र साफ गरेकोहरू बाहिर फोहोर छ नि, त्यो फोहोरले पिर त गर्छ नि त। म त भित्र पनि फोहोरी बाहिर पनि फोहोरी। त्यही भएर साथीहरू, जति भित्र साफ गर्छ नि त्यति नै मान्छेहरू बिमारी भएको हुन्छ क्या। दुईटै ठाउँमा सफा भयो भने बिमारी हुँदैन। अब होटेलमा खान्छौँ, खाँदाखेरि फेदामा होटेल छ, त्यहाँ बसेर खाँदाखेरि त रोडमा त त्यही जुठो बानाको पानीहरू फ्यालेको हुन्छ। मान्छेले लेखा फ्यालेको हुन्छ अनि त्यो त माटो त उड्यो, मसिनो मसिनो धुलो त उडेर आउँछ। खाँदै खाँदै त्यही खानाबाटै हामीले निलेको हुन्छ है। हुर मोटरसाइकल गाडीहरू चल्छ, मान्छेले फ्यातक फ्यातक गरेर चप्पल त लाउँछ अनि त्यसले धुलो उठेन। त्यसैले सबैजना जोडौँ, देश सफा गरौँ, भित्र पनि सफा गरौँ, बाहिर पनि सफा गरौँ। दुईटै सफा भयो भने स्वस्थ सास सुगुनबाट सुगुन थाप्छ क्या साथीहरू। मरी घर भतेर चाहिँ सफा गर्ने, बाहिर फोहोर भए चाहिँ त्यत्तिकै आयो भयो त, किन सफा गर्नु पऱ्यो? त्यस्तै बस्ने ठिक। मान्छेहरू कति सफा गरेर बस्छन्, त्यो मान्छेहरू धेरै फोहोरी गरेर हस्पिटलमा कति पैसा खर्च गरेको हुन्छ है। भित्र मात्रै सफा भएन, आफ्नो वारिपारि आफ्नो घरको वाल बाहिर त लगाउन सकिहाल्छ नि। कति चाहिँ टाइम लाग्छ त, 2 मिनट 3 मिनट आज 5 मिनट त लाग्छ। आल्छी नगरौँ, सबै हार्का सम्पक जस्तो भनौँ है साथीहरू। जय सामदान, जय देश, जय नेपाल।